हेलो गाइस, स्वागत छ यहाँहरूलाई मेरो यो मिनी ब्लगमा यानि कि छोटो ब्लगमा। यतिखेर चाहिँ समीरजी र म रुमबाट निस्केर चाहिँ हामी उता माइतीघर मण्डलतिर जान लाग्छौँ। आज चाहिँ 2-4 दिन मात्र अगाडि भएको गरिमा चौधरीको निर्मम हत्यापछि गरिमा चौधरी अथवा पीडित परिवारलाई चाहिँ न्यायको माग राख्नको लागि हामी आन्दोलनमा सामेल हुन गइरहेको छौँ है। यतिखेर चाहिँ हामी पोलपोट हाइवे आइसकेका छौँ रुमदेखि। अहिले चाहिँ हामी गाडी वेटिङमा छौँ है। यहाँबाट चाहिँ गाडी चढ्नुपर्ने हुन्छ। यहाँ अटोमा गयो भने निबानेश्वर, गाडीमा चाहिँ सुन्धार गएर चाहिँ हामी त्यसपछि माइतीघर मण्डलतिर जान्छौँ है। यतिखेर चाहिँ समीरजी र म गाडीको वेटिङमा छौँ, कतिखेर आउने थाहा छैन है। फाइनल्ली यतिखेर चाहिँ अटो आएर अटोमा हामी चढिसक्यौँ। यतिखेर चाहिँ निबानेश्वरको अटोमा हामी टिकिच्याङ गर्दै अघि बढाइरहेका छौँ। अनि हाम्रो गुरुजी पनि बडो रमाइलो हुनुहुँदो रहेछ। अटोले चाहिँ पुरै दायाँ घुमाइ पुरै मोटो झस्याङ हुनेर चलाइदिन्छ है। यसले अटो चढेको त एकछिनमा यहाँ गौशाला ल्याइदिइरहेको सरप्राइज आनिदिरहेको भने हाम्रो अटो ड्राइभरले भने अब चाहिँ हामी ओर्लेर यी छाता ओर्लेर है उता निभाइसकेपछि तल माइतीघर मण्डलतिर बिजुली बजार हुँदै हामी अगाडि बढिरहेको छौँ। घाम टन्टल पुग्छ तैपनि अब बहिनीको न्यायको लागि हामी पनि यसो उपस्थित भइदिउँ भन्ने हिसाबले हामी अगाडि बढिरहेको छौँ है त साथीहरू। फेरि चाहिँ हामी धोबीखोलाको बिजुली बजार यो पुल चाहिँ तरेर अब पुग्न लाग्छौँ। बाबर मल हुँदै हामी तलसम्म हामी पुग्नेछौँ है। यता हामी माइतीघर मण्डलतिर हामी प्रस्थान भइसकेका छौँ। यतिखेर यी सम्पूर्ण आन्दोलनकारीहरू गरिमा बहिनीको न्यायको लागि चाहिँ अनि यहाँ जोडतालसँग माग गरेको देखिन्छ। अनि यतिखेर चाहिँ हामी ठ्याक्कै यहाँ प्रवेश भइसकेको छ। यहाँ सम्पूर्ण मिडियाकर्मी, दाजुभाइ दिदीबहिनी, विद्यार्थी सङ्गठन, महिला सङ्गठनका साथै अनि हाम्रो प्रहरी दाजुभाइहरू पनि हुनुहुन्छ। उहाँहरूले चाहिँ एकदम शान्तिपूर्ण वातावरणमा आन्दोलन गरिदिनु हुनमा हामी अथवा सम्पूर्ण आन्दोलनकारीहरूलाई चाहिँ अनि उहाँले अनुरोध गर्नुभएको छ। आशा गरौँ यी आन्दोलनबाट गरिमा बहिनीले न्याय पाओस्, पीडितलाई हदसम्मको कारबाही होस् भन्ने हामी आशा गर्दछौँ। हस्त धन्यवाद।